यहाँहरु सबलाई नमस्कार। आज हामी नयाँ कार्यक्रमका साथ यहाँ उपस्थित भएका छौं र आज हामी चाहिँ सङ्खुवासभा जिल्लाको उत्तरी क्षेत्रको किमाथाङका नाका बोर्डरको विषयमा कुरा गर्नका लागि यो विषयका जानकार, यो विषयमा लागिरहनु भएका अभियन्ता हुनुहुन्छ। उहाँ चाहिँ नेपाल सरकारका पूर्व कर्मचारी, नेपाल सरकारको उपसचिव पदबाट रिटायर हुनुभएको छ र उहाँ चाहिँ सामाजिक हिसाबले र हरेक हिसाबले चाहिँ एक्टिभली कामहरू गरिरहनु भएको छ। उहाँ लेखक हुनुहुन्छ, अभियन्ता हुनुहुन्छ, विश्लेषक हुनुहुन्छ, नेपाल सरकारका अभियन्ता कर्मचारी भन्न रुचाउँछु। जीवनाथ पोखरेल सरलाई चाहिँ म कार्यक्रममा स्वागत गर्न चाहन्छु। धन्यवाद। यो तपाईँ सङ्खुवासभाकै छोरा त हो, त्यो सँगसँगै किमाथाङका बोर्डरलाई चाहिँ अब व्यवस्थित रूपमा सञ्चालन कसरी गर्न सकिन्छ र के गर्ने भन्ने विषयमा यहाँ लागिरहनु भएको छ। हिजो एउटा कार्यक्रम पनि हामीले सम्पन्न हेऱ्यौँ, पार्टिसिपेन्ट बन्ने अवसर पनि भयो। यो किमाथाङका नाकालाई चाहिँ अब कसरी व्यवस्थित ढङ्गले सञ्चालन गर्दाखेरि चाहिँ सङ्खुवासभाको विकास र समृद्धिमा सहयोग पुग्छ होला, यसको बारेमा के भनिदिनुहोस् न। धन्यवाद। अब वास्तवमा यो खानबारी सेवा समाज भन्ने एउटा संस्था छ, त्यही संस्थासँग आबद्ध भएर म विगत 4-5 वर्षदेखि यो जिल्लाको सामाजिक तथा आर्थिक विकासको पक्षमा काम गरिरहेका छौँ हामी। र त्यसमा हामी स्थानीय निकायका जनप्रतिनिधिहरू लगायत सर्वसाधारण व्यक्तिहरूको क्षमता अभिवृद्धि लगायत उहाँहरूको सिप विकास लगायत सामाजिक आर्थिक विकासका लागि हामी प्रयत्नशील छौँ र धेरै पटक हामीले यहाँ कार्यक्रमहरू पनि सञ्चालन गरिरहेछ। यही सञ्चालनको क्रममा हाम्रो यहाँको खास गरेर सङ्खुवासभा जिल्लाका बासिन्दाहरूको जीवनस्तर उकास्नका लागि, त्यसमा पनि विशेषतः बोर्डर क्षेत्रमा बसोबास गर्ने मानिसहरूको लागि जो अहिले उहाँहरूको जीवन अलिकति अहिले हालसम्म अलिक कष्टकर नै छ, त्यस अवस्थामा यो अहिले उत्तर दक्षिण जुन राजमार्ग अहिले बनिरहेको छ, यो राजमार्गको केही समय अगाडि ब्रेक थ्रु पनि भयो र तर अहिले सकारको क्रममा छ भन्ने कुराहरू थाहा पाएपछि हामीले चाइनिज सरकारसँग, चाइनिज एम्बेसीसँग अनुरोध गऱ्यौँ कि त्यहाँको बोर्डरको मान्छेहरूसँगको जीवनस्तर अलि उकास्ने सन्दर्भमा तपाईँहरू केही प्रोग्रामहरू दिनुहुन्छ भने त्यो हाम्रो लागि धेरै उपयोगी सिद्ध हुन्छ भन्ने सन्दर्भमा हाम्रो अनुरोधलाई उहाँहरूले स्वीकार्नुभयो र एउटा सानो प्रोग्रामहरू हामीलाई दिनुभएको छ। त्यो प्रोग्राम भनेको यो नेपाल किमाथाङका बोर्डर ट्रेड फिजिबिलिटी स्टडीको सन्दर्भमा हामी यहाँ आएका हौँ। 20-22 दिन भइसक्यो यहाँ अहिले हामीले माथि बिच बाटोसम्म पनि हामीले गयौँ। अहिले त्यहाँ हेभी रेन छ माथिल्लो बेल्टमा र बाटो पनि कन्स्ट्रक्सनको क्रममा भएको कारणले गर्दा हामी माथि किमाथाङकासम्म त जान सकेनौँ, तर हाम्रो तयारी एकदमै राम्रो थियो र तिब्बतबाट पनि उहाँहरूले हामीलाई रिसिभ गरेर त्यो सबै कुराहरू ब्रिफिङ गरिदिने, उहाँहरूको पार्टतर्फबाट पनि ब्रिफिङ गरिदिने भन्ने कुराहरू थियो। तर परिस्थितिवश यो वेदरको कारणले हामी जान सकेनौँ र बिचबाट फर्क्यौँ र हिजो हामीले अन्तर्क्रिया कार्यक्रम सञ्चालन गऱ्यौँ। त्यस अन्तर्क्रिया कार्यक्रममा हाम्रो चितिया राजदूतावास जो नेपालमा छ त्यसको काउन्सिलर र मिनिस्टर पनि यहाँ पार्टिसिपेट गर्नुभयो र हिजो यहाँहरूले पनि देखिहाल्नुभयो कि उहाँहरूको आफ्ना धारणाहरू पनि राख्नु भएको छ र त्यहाँको अवस्था हामी सुधार गर्ने क्रममा प्रयत्नशील रहेका छौँ। यो बोर्डरलाई चाहिँ व्यवस्थित गर्नलाई अब के गर्न सकिन्छ होला? जस्तो सडकको कुराहरू छ, सडकको हाम्रो नेपालतिरकै सडकहरूको अलि व्यवस्थित हुन सकिरहेको छैन। यो पहिले अलिक खुल्ला थियो, पछाडि यो कोभिड पछाडि झन् फेरि अलिक टाइट भएर गएको छ। यसमा के कुरा चाहिँ यो एमएससीसँग भइरहेको छ, के भइरहेको छ, यसको बारेमा अलिक भनिदिनुहोस् न। धन्यवाद। यो वास्तवमा के भएको थियो भने यो कोभिड 2019 पछाडि केही 5-7 महिना अगाडि मात्रै यो हाम्रो नाका खुल्यो। अरू बाँकी यो जो नेपालको तिब्बतसँगका जोडिएका नाकाहरू 14वटा छन्, 14वटा मध्ये 8वटा नाका अहिले खुलेको छ, बाँकी खुलेको छैन, अब खुल्ने क्रममा होला। र त्यसमध्ये यो किमाथाङका पनि परेको छ। वास्तवमा कुरो के छ भने हाम्रो तर्फबाट उहाँहरूको उतातर्फ उहाँहरूको चाहिँ सबै कुराहरू व्यवस्थित छ। भन्सार छ, उहाँहरूको इमिग्रेसन अफिस छ, प्रहरी कार्यालयहरू छ, अरू सबै इन्फ्रास्ट्रक्चरहरू उहाँहरूले डेभलप गरिसक्नु भएको छ। तर हाम्रो यतातर्फ चाहिँ
केवल 2-3 वटा प्रहरी कार्यालय छ र हाम्रो भन्सार कार्यालय धेरै पहिले त्यहाँ स्थापना गरेको हो, तर त्यहाँ परिस्थितिवश बस्न नसकेर अहिले खानबारीमा आएको र अहिले त्यो कुरो भइरहेछ कि यतापट्टि हाम्रो नेपाल तर्फ पनि यो इन्फ्रास्ट्रक्चर भन्सारसँग सम्बन्धित कुराहरू लगायत सेक्युरिटी लगायत सबै कुराहरू रहनुपर्छ भन्ने कुराहरू हाम्रो कुराहरू हो र यी कुराहरू हामीले यो प्रारम्भिक अध्ययनको प्रारम्भिक चरणमा भएको अवस्था भए पनि हामीले एम्बेसीलाई यो कुराहरूको अनुरोध गरिसकेका छौँ। हाम्रो यो नेपाल तर्फबाट नेपाल सरकारका सम्बन्धित निकायहरू पनि एवेयर हुनुहुन्छ अथवा यसमा जागरुक रहनु भएको छ। यहाँहरूले थाहा पाइहाल्नुभयो, हिजो हामीले अन्तर्क्रिया कार्यक्रम गर्दाखेरि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पनि यसमा हाम्रो यो कार्यक्रममा उहाँहरू पनि आयोजक हुनुहुन्थ्यो। उहाँहरूको तर्फबाट पनि प्रस्तुतिहरू यहाँहरूले सुन्नुभएको छ र मलाई जहाँसम्म लाग्छ अब यस पछाडि हामी गएर जुन रिपोर्ट सब्मिट गर्छौँ त्यो रिपोर्ट सब्मिट एम्बेसीमा नि हुन्छ र हाम्रो सम्बन्धित निकायहरूमा पनि यो रिपोर्टहरू सब्मिट हुन्छ र त्यसमा चाहिँ हामीले खास गरेर यतापट्टि इन्फ्रास्ट्रक्चर राख्ने कुराहरू त छँदैछ। त्योदेखि बाहेक लिस्टिङका कुराहरू हाम्रो नेपालका तर्फबाट उहाँहरूलाई के बेच्न सकिन्छ र उहाँहरूबाट हामीले के कुराहरू लिने भन्ने कुराहरू भोलि बाटोको राम्रो सकार भइसकेको अवस्थामा त आउला नै, हामी त्यो आशा गरौँ। तर अहिलेकै अवस्थामा पनि केवल अहिलेको अवस्थामा कन्जम्सन पर्पस के भन्नु उपभोगका लागि मात्रै अहिले बोर्डरको मान्छेहरू पारिपट्टि गएर सामान किन्नुहुन्छ र यताको केही सामानहरू बेच्नुहुन्छ। अब त्यसमा खास गरेर हामीले देखेको र हामीले पाएको कुरो के छ भने अब यो एक किसिम वस्तु विनिमयकै रूपमा रहेको छ अहिले र यताको सामानहरू बेच्नुहुन्छ, पारिपट्टि गएर उहाँको सामानहरू किनेर लिएर आउनुहुन्छ। मैले सुनेसम्म नेपाली रुपियाँ पनि पारी लिने गरेको छ र युएन पनि यता पनि चल्छ र उतापट्टि बोर्डरमा त्यो कुरोबाट कारोबार चाहिँ अहिले चलिरहेछ। तर व्यवस्थित छैन, यहाँले भनेको कुरो एकदम स्वीकार्छु म, व्यवस्थित छैन र यो भन्सार कार्यालय लगायत सबै अफिसहरू माथि सेटअप तुरुन्तै गर्नु पर्यो र यसलाई व्यवस्थित गराउनु पर्यो भन्ने कुराहरू स्थानीय निकायहरू जो स्थानीय सरकार हुनुहुन्छ पालिकाहरू उहाँहरूको पनि यसमा चाहिँ एकबद्धता छ। हाम्रो यो जुन सोच छ त्यो सोचमा उहाँहरूले सहमति जनाउनु भएको छ र हामी मिलेर जानु राम्रो हुन्छ भन्ने हामीले ठानेका छौँ र यो हाम्रो फाइन्डिङ्स हामीले जे त्यसबाट पत्ता लाग्ने कुराहरू हो र गर्नुपर्ने कुराहरू के हुन्छन् त्यो सिफारिसका कुराहरू चाहिँ हामी सबै निकायका सरकारहरूलाई यो जिल्लाका सरकार प्लस प्रदेश सरकार र प्लस केन्द्रीय सरकार र हामी चिनिया दूतावासलाई समेत हामी दिनेछौँ। यो बोर्डरको साइडमा चाहिँ जुन आवाज जावतमा चाहिँ खकुलो छैन, एकदम टाइट छ भन्ने कुराहरू छ र 30 किलोमिटर चाहिँ यो पहिल्यै खाले सम्झौता पनि भएको रहेछ चीन सरकारसँग नेपाल सरकार दुई सरकार बीच। त्यसमा 30 किलोमिटरभित्र आवाज जावत गर्न पाउने भन्ने, तर त्यो त अवस्था छैन। त्यो कुरामा चाहिँ यो अहिले चिनिया एम्बेसीले चाहिँ कसरी लिएको छ, यसलाई अलिक फ्लेक्सिबल बनाएर जाने भन्ने कुराहरू छ कि यसलाई चाहिँ यो नीति निर्माणको कुराहरूमा चेन्ज गरेर जानुपर्छ भन्ने छ कि के पाउनुभयो यहाँले एम्बेसीसँग कुराकानी गर्दा? धन्यवाद। यो विषयमा हामीले राम्रोसँग त्यो बोर्डरको मान्छेहरूसँग सोध्यौँ, हाम्रो नेपालीहरू जो 30 किलोमिटर उता पारीसम्म जाने व्यवस्था हो त्यो व्यवस्थालाई दुईटै सरकारले एग्री गरेको अवस्था हो। तर अहिले उहाँहरूको उतापट्टि चाहिँ अलिकति बढी टाइट छ भन्ने कुराहरू सुनियो र त्यो कुरोमा हिजोको हाम्रो अन्तर्क्रियाभन्दा अगाडि जो काउन्सिलर आउनुभएको थियो उहाँसँग पनि यी कुराहरू मैले राखेको छु र साथसाथै डिसिएमसँग चाइनिज दूतावासमा पनि यो कुराहरू उठाएको छु। पहिले उठाएकै कुराहरू हो। उहाँहरू हेरौँ अब यहाँ तपाईँले यो कुराहरू राख्नुभयो, हामी फेरि गएर छलफल गरेर तपाईँहरूसँग जोइन्ट मिटिङ गर्छौँ भन्नुभएको छ र सम्भवतः म धेरै आशावादी छु र यो कुराहरूमा अलिकति हल्का र अलि सहजता आउँछ होला जस्तो मलाई लाग्छ। अब यो चाइनिज एम्बेसीले चाहिँ केही सहयोगहरू पनि गर्ने, भौतिक पूर्वाधार निर्माण लगायतको बाटोघाटो पुल पुलेसा विभिन्न क्षेत्रमा चाहिँ हामी सहयोग गर्छौँ भन्ने खालको एक खाले धारणा भइरहेको अवस्थामा तर नेपाल सरकारकै तर्फबाट चाहिँ काम गर्नलाई अनुमति प्राप्त नभइरहेको, ढिलासुस्ती भइरहेको अथवा काम गर्ने वातावरण नबनेको भन्ने छ नि त। यसमा चाहिँ हजुरले कसरी बुझ्नु भएको छ? धन्यवाद। मैले पनि यहाँले भनेको कुरो सुनेको हो र यो पार्टमा कुरो पनि 2-4 ठाउँमा उठाएको मैले पनि पाएको छु र यस सन्दर्भमा हाम्रो
पालिकाहरू पनि धेरै चिन्तित भएको मैले बुझेको छु। ती कुराहरू हामी राख्छौँ र स्ट्रङली राख्छौँ। हामी एनजिओ हौँ खानबारी सेवा समाजको तर्फबाट र एउटा नागरिक समाजको हैसियतले हामीले राख्ने कुराहरू मलाई लाग्छ स्वाभाविक कुराहरू हो र यही ठाउँको डेभलपमेन्टको लागि यहीँको जनताको वेलबिङको लागि र त्यो खास गरेर बोर्डरका मान्छेहरूको उनीहरूको जीवनस्तर उकास्ने सन्दर्भमा हुने कुराहरूको लागि सबै क्षेत्र निकाय र तहबाट सहयोग हुनुपर्छ भन्ने मलाई लाग्दछ। यो किमाथाङका नाका खुल्ला आवाजावत रूपमा खुल्ला भयो भने चाहिँ सङ्घसभाको कस्तो विकास हुन्छ होला भन्ने तपाईँलाई अपेक्षा गर्नुभएको छ? एक्ज्याक्टली एकदमै राम्रो प्रश्न सोध्नुभयो। म खास गरेर यही विषयमा बढी चिन्तित छु। अहिले अलिकति यो जिल्लाका कृषकहरू लगायत अरू सबैले कुनै न कुनै रूपमा यो आर्थिक उन्नतिको लागि केही न केही प्रयत्नहरू गरेको जस्तो लाग्दछ। तर एउटा साह्रै अलिकति उसको के भन्नु अलिकति केही दुःखको कुरो चाहिँ के छ भने यहाँका युवाहरू अहिले पलायन हुने र खाडी लगायत अरू मुलुकहरूमा जाने र सहरी क्षेत्रमा जाने जुन प्रवृत्ति छ त्यही प्रवृत्तिले गर्दा गाउँहरू धेरै खाली भइसकेका छन्। यो मैले यसै सन्दर्भमा एउटा सानो कुराहरू म जोड्न चाहन्छु। केही समय पहिले सन् 2006मा म जापानमा मैले त्यहाँ जाने क्रममा जापानका केही प्रिफेक्चरहरू जो यहाँ हाम्रो प्रदेश छन् त्यहाँ प्रिफेक्चर भन्छ जापानमा र 47वटा प्रिफेक्चरहरू छ जापानमा। त्यहाँ रुरल रिभाइटलाइजेसन प्रोजेक्ट भन्ने उनीहरूले सुरु गरेको छ जुन हाम्रो नेपालको अहिलेको अवस्था छ ठिक जापानमा पनि त्यही किसिमको अवस्था मैले त्यहाँ देखेर आएँ र त्यो किसिमको अवस्था नहोस् र युवाहरूलाई यहीँ आफ्नो गाउँठाउँमै गरी खाने वातावरण बनोस् र उहाँहरूलाई आकर्षण दिन सकौँ। त्यो भएपछि उहाँहरू यहाँ बस्नुहुन्छ र काम गर्नुहुन्छ। अहिले कुनै न कुनै रूपमा केही न केही थोरै सङ्केतहरू चाहिँ देखा परेको छ तर यसलाई व्यापक रूपमा लैजानुपर्छ भन्ने मलाई लाग्दछ। किनभने हाम्रो जो उतापट्टि चीनतर्फको भूभाग छ हाम्रो छिमेकी मित्र राष्ट्रको त्यो भूभाग चाहिँ हाम्रो जस्तो यस्तो फर्टाइल ल्यान्डहरू छैन, त्यो डेजर्ट टाइपको छ र त्यसो भएको कारणले गर्दा अधिकांश कुराहरू उहाँहरू मेनल्यान्डबाट ल्याएर त्यहाँ कन्जम्सन गर्नुहुन्छ। त्योभन्दा उहाँहरूलाई पनि हाम्रो बोर्डर साइडबाट हाम्रो यस जिल्लाको किमाथाङका बोर्डरबाट लिएर जानुभयो भने उहाँहरूलाई पनि सरल हुन्छ र लागतमा पनि कम होला। त्यो कारणले गर्दा पनि हामी धेरै प्रयत्नशील छौँ र उहाँहरूले पनि धेरै लाभ लिन सक्नुहुन्छ र हाम्रो नेपालका यहाँ यो खास गरी यो जिल्लाका कृषकहरूले त झन् बढी नै फाइदा लिन सक्नुहुन्छ। किनभने कृषि उत्पादनका कुराहरू होला, पशु उत्पादनका कुराहरू होला, अनि जडीबुटीका कुराहरू होला, पर्यटन क्षेत्रका कुराहरू होला, अनि अरू विविध क्षेत्रका कुराहरूमा यस जिल्लाले फाइदा लिन सक्छ। जस्तो उदाहरणको रूपमा म तपाईँलाई भनिदिउँ, रुद्राक्षको व्यापार धेरै पहिलेदेखि यस जिल्लाबाट निकै राम्रो चलिरहेको हो। त्यो यसको मुख्य ग्राहक भनेको चिनियाहरू नै हो। उहाँहरू खानबारीमा यो रुद्राक्षको सिजनको बेलामा पर्याप्त मात्रामा आउनुहुन्छ, यहाँहरूले देख्नु भएको छ र यसलाई पनि हामीले अलि बढावा दिएर अगाडि लैजानुपर्ने अवस्था म देख्दछु र यसलाई सकेसम्म सबै तह र तबकाबाट कृषकहरूलाई बढीभन्दा बढी फाइदा दिएर हुन्छ अथवा उहाँहरूलाई सब्सिडी दिएर हुन्छ अथवा कुन हिसाबले हुन्छ यसलाई सहजीकरण गरेर सरकारी गैर सरकारी स्थानीय निकाय सबै तहबाट चाहिँ सहयोग दिएर यहाँको मान्छेको जीवनस्तर उकास्न कोसिस गर्नुपर्छ भन्ने म देख्दछु। खास गरेर यसको पहिलो फाइदा लिने भनेको बोर्डरको पालिकाका मान्छेहरू होला, पहिलो फर्स्टमा, सेकेन्डमा जिल्लाकै होला र थर्डमा यो प्रदेशले लिन्छ र देशले फाइदा लिन्छ। यो कुरोमा कोही हामी चुक्नु हुँदैन र ढिलो गर्नु हुँदैन भन्ने मलाई लाग्दछ। किमाथाङकाको उत्तरी नाका चाहिँ सङ्घसभाको एउटा विकट क्षेत्र पनि हो, भौगोलिक हिसाबले पनि अलिक कठिनाइ छ। यहाँले पनि भन्नुभयो अलिक समस्याको के भौगोलिक कठिनाइको कारणले पनि त्यहाँ पुगेर आउन पनि अलिक गाह्रो भयो भन्ने भन्नुभयो पछिल्लो फिजिबिलिटी अध्ययनको लागि। र यो सँगसँगै यो रिस्ट्रिक्सन एरिया, निषेधित एरिया जो छ भोटखोला एरिया, त्यो भएकोले पनि विदेशी चाइनिजहरू लगायत अन्य पर्यटकहरू चाहिँ आउनमा चाहिँ यो समस्या भएको भन्ने गाउँपालिकाहरूको पनि भनाइ छ। अनि स्टेक होल्डरहरूको पनि हिजो अन्तर्क्रियामा त्यो कुरा उठेको थियो। हजुरलाई चाहिँ यो हटाउनुपर्छ जस्तो लाग्छ कि लाग्दैन? त्यसले चाहिँ आन्तरिक तथा बाह्य, आन्तरिक त नभनौँ, बाह्य पर्यटकहरू तान्नलाई त्यसले प्रोत्साहन गर्छ कि भन्ने भनाइहरू आएको थियो। एकदम राम्रो प्रश्न उठाउनु। मैले अघि बोल्ने क्रममा यो कुरो छुट्याएको छु, अब म फेरि राख्न चाहन्छु। केही समय पहिले म लियाजो अफिसर भएर बरन्से हिमालको उसमा चाहिँ म जर्मन एउटा टिम लिएर आएको थिएँ। अनि मैले टाँसी गाउँभन्दा माथिसम्म गएँ
त्यति बेला यो मकालुको बेस क्याम्प चाहिँ डाउनमा छ भन्ने सुने। म त त्यहाँ नै पुगिनँ, अलिक माथिसम्मै पुगेँ। त्यति बेला के भने जब मान्छेलाई अल्टिच्युड लाग्छ, अल्टिच्युड लागेपछि तल झर्नुपर्छ, तर त्यो बेस क्याम्प चाहिँ तल डाउनमा छ, त्यहाँबाट माथि डाँडोमा आउनुपर्छ र तल झर्नुपर्छ। त्यति गर्दा गर्दै धेरै लियाजो अफिसरहरू त्यहाँ दिवंगत भए भन्ने कुरो सुन्नमा पनि आयो। र इभन लियाजो अफिसर मात्रै होइन, अरू पर्यटकहरू पनि जो अल्टिच्युड लाग्दाखेरि त्यसरी तल डाउन झर्नुपर्ने हो, त्यो अवस्थाले गर्दा मैले त्यति बेलै धेरै 8-10-15 वर्ष पहिले नै मैले पर्यटन मन्त्रालयमा यो कुराहरू राखेको छु र मेरो रिपोर्टमा पनि मैले दिएको छु। यो एउटा रिस्ट्रिक्टेड एरिया जो हेदाङ्नभन्दा माथिपट्टि रिस्ट्रिक्टेड एरिया छ, त्यो रिस्ट्रिक्टेड एरियालाई खोल्नुपर्छ र यदि खोलिएन भने हाम्रो यो अवस्था जुन अहिले मकालु हिमाल जाने लगायत बरुन्चे लगायत यावत पाहाडमा चाहिँ जाने कुराहरू हो, हाम्रो मकालु बरुण राष्ट्रिय निकुञ्जको जुन रहस्यमय इतिहासहरू छ, यो कुरो जान्न चाहन्छन् विदेशीहरू पनि। यो रिस्ट्रिक्टेड एरियालाई खोल्नुपर्छ भन्ने कुराहरू हामीले उठाउँदै आएको पनि हौँ र यो उहाँले जो हिजो हाम्रो अन्तर्क्रिया कार्यक्रममा हाम्रो भोटखोला गाउँपालिकाका अध्यक्षज्यूले जुन कुरो उठाउनु भयो, त्यो एकदम जायज कुरो उठाउनु भएको छ र नेपाल सरकारले यो रिस्ट्रिक्टेड एरिया भनेर विशेष $25 कि कति मलाई लाग्छ विशेष शुल्क तिरेपछि जान चाहिँ पाइन्छ, तर त्यो असाध्य कम छ, धेरै कम छ, त्यो आउँदैन र स्वीकृति पनि दिँदैन भन्ने सुनेको छु मैले। यो कुरो खोल्नुपर्छ भन्ने पक्षमा छु म। धन्यवाद सरलाई। र यो विषयमा हामीले आज किमाथाङ नाकाको विषयमा अलिक थोरै विषयहरू उठान गर्ने कोसिस गऱ्यौँ, कुराकानी पनि गऱ्यौँ। यहाँ चाहिँ केही कुराहरू चाहिँ यहाँले भन्नुपर्ने छुटेको कुरा केही छन् भने महत्त्वपूर्ण कुरा राखिदिन सक्नुहुन्छ? धन्यवाद। अब यहाँ यो व्यापार हामीले खास गरेर हामीले हेर्नुपर्ने भन्ने कुरो चाहिँ आर्थिक विकासै हो। जबसम्म आर्थिक विकास जिल्लाको कुराहरू हुँदैन तबसम्म मान्छेहरूले अरू जतिसुकै कुराहरू गरे पनि त्यो कुराहरू सार्थक होला जस्तो मलाई लाग्दैन। किनभने मान्छे सहज जीवनयापन गर्न चाहन्छ, आधारभूत संरचना हुनु पर्यो पहिला। त्यो आधारभूत संरचनाको उपयोग गर्नका लागि पनि आर्थिक विकासको अत्यन्त जरुरत पर्दछ र यहाँका मान्छेहरूले व्यावसायिक हिसाबले पेसा व्यवसाय गरेर जुन कुरो फिजिबल कुराहरू छन् तिनै कुराहरू हामी उजागर गर्ने प्रयत्नमा छौँ र मलाई जहाँसम्म लाग्छ हामी सबैको सामूहिक मेहनत हुनुपर्छ र जिल्लाको वस्तुस्थिति लगायतका कुराहरू बुझेर यहाँको मान्छेहरूको जीवनस्तर उकास्ने हामी सबैको प्रयत्न हुनुपर्छ भन्ने मेरो सबैमा आग्रह र अनुरोध छ। धन्यवाद। यहाँलाई धन्यवाद। आफ्नो यस्तो व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभयो, यसको लागि सरप्रति हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद। नमस्कार। यहाँले पनि जुन अवसर मलाई दिनुभयो यो अवसरको लागि म विशेष आभार व्यक्त गर्न चाहन्छु यहाँलाई। यहाँ सबैलाई धन्यवाद। आज हामीले जीवनाथ पोखरेल सरसँग कुराकानी गऱ्यौँ। किमाथाङका बोर्डरलाई चाहिँ कसरी व्यवस्थित गर्न सकिन्छ, यो नाका व्यवस्थित भयो भने सङ्घको सभाको विकास र समृद्धिमा कसरी टेवा पुग्दछ र यस क्षेत्रको विकासका लागि चाहिँ यो नाका खोलिनुपर्छ र यो आवाजावतमा सहज हुनुपर्छ, यहाँको व्यापार पारावाहन लगायत हरेक चिजमा चाहिँ सहज हुन्छ यो नाका खोल्यो भने भन्ने विषयमा हामीले छलफल गऱ्यौँ र आगामी अङ्कहरूमा नयाँ कार्यक्रममा नयाँ अतिथिको साथ उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने बिदा चाहन्छु। हस्, नमस्कार।